मनी मन्त्र टिभीमा म अर्को कथा लिएर उपस्थित भएको छु। कथा यस प्रकार रहेको छ। राजा जनकको राज्यमा बसन्त र सुशील नाम गरेका समान योग्यताका दुईजना कवि बस्थे। बसन्तलाई आफ्ना सुन्दर कविताले सधैँ आनन्दतर्फ लैजान्छ भन्ने विश्वास थियो। ऊ सधैँ राजाको गुणगान र प्रशंसा गरेर कविता रच्थ्यो र राजालाई सुनाउँथ्यो। राजाबाट पुरस्कार स्वरूप सुनका असर्फीहरू प्राप्त गर्थ्यो। अर्कोतर्फ सुशीलको जीवनमा कुनै विशेष आनन्द थिएन। हुन त बसन्त र सुशील योग्यतामा समान थिए, तर बसन्त दिनानुदिन समृद्ध र सुखी बनिरहेको थियो। त्यति नै परिश्रम गर्दा पनि सुशील समृद्ध बन्न सकिरहेको थिएन। राजाले दुईजना कविका बारेमा जान्दथे। उनी यी दुई कविमा भौतिक अन्तर आउनुको कारण जान्न चाहन्थे। त्यसैले उनले आफ्नो मन्त्रीलाई यसको कारण पत्ता लगाउने आदेश दिए। अर्को दिन बिहान मन्त्रीले दुवै कविको दरबार बोलाए। कविलाई दरबार बोलाए। कविहरू बाटोमा पर्ने एउटै पुल हुँदै आउँछन् भन्ने उनलाई थाहा थियो। तसर्थ उनीहरूको परीक्षा लिनको लागि उनले पुलमा पहिले नै हिराले भरिएको एउटा थैली राखिदिए। आफू चाहिँ कविहरू आउने प्रतीक्षा गरेर राजासँगै टाढा बसे। केही समयपछि सुरुमा पुलमा सुशील देखा पर्यो। उसले हिराले भरिएको थैली देखेर पनि टिपेन। देख्न त देखियो, तर उसको ध्यान थैलीतर्फ जाँदै गएन। ऊ आफ्नो मनोद्वन्द्वमा रुमलिएको थियो। ऊ एकसुरमा मनमा खेलिरहेको कुरामा हराउँदै थैली नागेर अघि बढ्यो। सुशीलभन्दा पछि पछि बसन्त आउँदै थियो। उसले थैलीलाई देख्यो र टिप्यो। उसका लागि ईश्वरलाई धन्यवाद पनि दियो। त्यसका लागि पुलको अर्को भागमा बसेर हेरिरहेका राजाले सुशीललाई रोकेर सोधे, तिमीले थैली किन नटिपेको? उसले भन्यो, म असमञ्जसमा थिएँ। आफै भित्र रुमलिरहेको थिएँ। थैली त देखेको थिएँ, तर त्यतातिर मेरो खासै ध्यान गएन। राजाले सुशीललाई धन दिएर पुरस्कृत गर्ने विचार गरे। दुवै कविले दरबारमा आफ्ना कविता वाचन गरिसकेपछि राजाले सुशीललाई एउटा ठुलो खरबुजा उपहार दिए। त्यसभित्र थाहा नपाउने गरी असर्फी भरिएको थियो। बसन्तलाई पनि एउटा नासपाती दिएर पठाए। दुवैजना आफ्नो उपहार च्यापेर घरतिर लागे। भोलिपल्ट सुशील दरबार आएको बेला राजाले सोधे, हिजो तिमीले कुनै चमत्कार देख्यौ? सुशीलले भन्यो, कुनै चमत्कार देखिन महाराज। राजाले चकित हुँदै सोधे, तिमीलाई हिजो मैले दिएको खरबुजा के गर्यो? सुशीलले अबोध हुँदै उत्तर दियो, महाराज, खरबुजा ज्यादै भारी भएकाले बसन्तको नासपातीसँग साटे। उता असर्फीले भरिएको खरबुजा पाएर बसन्त ज्यादै खुसी भयो। उसले ईश्वर र राजा दुवैलाई धन्यवाद दिँदै कृतज्ञता जनायो। मन्त्रीले राजालाई यसको कारण बताए। बसन्त सधैँ आनन्द र समृद्धिप्रति सुशीलभन्दा धेरै सजग र सचेत छ। ऊ सधैँ खुसी, आनन्द, प्रशंसा र समृद्धिको विचार मनमा लिएर हिँड्छ। ससाना उपलब्धिहरूमा पनि खुसी व्यक्त गर्छ। सुशील भने सधैँ गुनासो, चिन्ता र निन्दा मात्र गर्छ। उसको धेरैजसो ध्यान समस्यातिर हुन्छ। उसले सम्भावनाका झिल्काहरू देख्दैन छ। सुशील कुनै योजना र लक्ष्यमा देखिँदैन। यी दुईवटा सुन्दर कथालाई गहिरिएर मनन गर्नुपर्छ। तपाईँका मनमा अनेकौँ यस्ता प्रश्नहरू उठ्छन् होला। कागजी वा धातुको मुद्राको अतिरिक्त पैसा वा धन अरू केलाई भन्न सकिन्छ? पैसाको गुण रहस्य के हो? पैसा कहाँबाट आउँछ? समृद्धशाली वा वैभवशाली बन्नु भाग्य वा नियति के हो? पैसालाई नियन्त्रित र विस्तार गर्ने अन्य के उपायहरू छन्? तपाईँलाई हामी यी कुराहरू गर्नेछौँ। आफ्नो सोच र विश्वासलाई निरन्तर सुख, शान्ति र समृद्धिको दिशामा केन्द्रित गर्दै आफ्ना सक्रियता बढाउनुहोस् र आफूमा चेतनाको बिउ अङ्कुरित र विकसित गर्नुहोस्। त्यसपछि कसरी सुख, शान्ति र समृद्धि आफै हिँडेर तपाईँको घरतिर आउँछन् भनेर हेर्नुहोस्। धन्यवाद।